we are Bodophile guys. तेरे दुख न सोचो साथी, सपना पूरा करो यथार्थी। पश्चिम पुगे हामी 10 जना, एउटाना अर्थ थाहा छि घुम्ने हर्ष। यात्रा गरौँ चिन्ता गरौँ कम, जीवन त सँगै बाँच्नको लागि हो जम्मा। संसार ठुलो छ, मौका छुट्न नदिनु, गन्तव्यहरूसम्म चली अघि। गुड मर्निङ। हाम्रो बोडोफाइल गाइजको अफिसियल टुरको आज 8औं दिन। आज हामी यहाँ सुर्खेतमा छौँ। हिजो बेलुका लगभग हामी यहाँ 8:30 बजीतिर आइपुगेका थियौँ दैलेखबाट। दैलेखमा चाहिँ हामीले 24 घन्टा बिताउनु पऱ्यो हाम्रो गाडी बिग्रेको कारणले गर्दाखेरि। र 8औं दिन चाहिँ हामी यहाँ सुर्खेतमा छौँ। यो होटेलमा बसेका छौँ हामी। र पक्कै पनि आजको हाम्रो यात्रा भनेको चाहिँ नि अब बिहान चाहिँ यहाँ सुर्खेतमा अवस्थित केही प्रख्यात स्थलहरूको हामी भ्रमण गर्नेछौँ। जस्तै कि बुलबुल ताल भयो, त्यसै गरी काँक्रा बिहार भयो, देउती माई टेम्पल होइन, देउती बद्री टेम्पल, त्यसै गरी चाहिँ हामी यो खण्डाघर, यो चारवटा ठाउँको चाहिँ यहाँ हामीले भ्रमण गर्नेछौँ। र बिहानको चिया नास्ता गरेर चाहिँ हामी बर्दिया राष्ट्रिय निकुञ्जतिर लाग्नेछौँ। र आजको प्लान भनेको चाहिँ हाम्रो बर्दिया राष्ट्रिय निकुञ्जको चाहिँ जङ्गल सफारी गर्नेछ। र हामी सकभर चाहिँ फर्केर कि त कोहलपुर कि नभए चाहिँ कोहलपुरबाट अलिकति पर चाहिँ हामी गएर बास बस्नेछौँ। र भनेको आज बास बसेपछि लगभग भोलि चाहिँ हामी काठमाडौँ जाने तर्फ गर्नेछौँ है। हेरौँ के कस्तो हुन्छ बाटोमा, अप्ठ्यारोहरू नआए खण्डमा हामी पक्कै पनि भोलिसम्म सायद काठमाडौँ पुग्छौँ होला, नभए चाहिँ हामी आइतबारसम्म पुग्ने हाम्रो चाहिँ लक्ष्य रहेको छ। अब साथीहरू प्रायः त अब उठिसकेको होला होइन। अब त्यही हो, अब केटाहरू हिजो 12 बजीतिर सुत्यो। अब आउँदाखेरि त्यस्तो भयो, खानासाना बनाउँदाखेरि होटेल खोज्दाखेरि सुत्दाखेरि लगभग 12 नै बज्यो, 11:30 12 नै बज्यो। त्यसैले चाहिँ अब हेरौँ के कस्तो हुन्छ। अब आज चाहिँ सकभर चाहिँ के भन्दाखेरि चाँडै नै समयमा नै हामी बर्दिया पुगेर बर्दियामा चाहिँ के भन्दाखेरि घुमघाम गर्छौँ। र भएन भने चाहिँ के भन्दाखेरि आजको रात चाहिँ बर्दिया नै बसेर भोलि बिहान चाहिँ हामी त्यहाँबाट चाहिँ काठमाडौँलाई निस्किन्छौँ। अनि कहाँसम्म पुग्न सक्छ पुगेर चाहिँ लगभग चाहिँ हामी जाने भनेको चाहिँ अब मकवानपुर गढी हुँदै पनि जाने भन्ने कुरा भइरहेको छ। र सायद चाहिँ के भन्दाखेरि भोलिको रात चाहिँ मकवानपुर गढीमा हुनसक्छ। र पर्सि बिहान चाहिँ हामी काठमाडौँलाई गएर समयमै काठमाडौँ पुग्ने हाम्रो लक्ष्य रहेको छ। हेरौँ के कस्तो हुन्छ प्लानमा अब होइन। हेलो गुड मर्निङ। हेलो गुड मर्निङ। केही भन्नु छ त? ए धेरै कुरो भन्नु छ। अब आज त 8औं दिन भइसक्यो है। अँध्यारो आएछ यार यो त। अनि 8औं दिन भयो त नि भइसक्यो नि। अनि जे भए पनि अब यात्रा त लगभग चाहिँ हाम्रो चाहिँ अब सक्सेस भएको मान्न सकिन्छ होइन। तर यो गाडीको समस्याले गर्दाखेरि यात्रा चाहिँ अलिकति लम्बियो, दिनहरू 1 दिन लम्बियो होइन। आज चाहिँ के भन्दाखेरि अब ड्राइभ गरेको हिसाबमा हिजो चाहिँ अलिकति हिजो अस्ति बेलुकादेखि अलिकति टेन्समै थियौँ हामी सबैजना होइन। अनि त्यसपछि चाहिँ हिजो आइसकेपछि के कस्तो भयो अलिकति यसो हिजोको टेन्सन। अब सामान नपर अलिक नआउला भन्ने कुरा आयो। पाएपछि त फरक आइयो त्यो समस्या। सामान अब अप्ठ्यारो ठाउँमा सामान पाउनु भने यताउता गरेर गाह्रो बेला सामान नपाउने, पैसै तिरेको सामान नपाउने। अब जस्तै कि चाहिँ हिजो बिहानै अब सामान आएको नै त्यो सामान फिट भएको भए त हामी समय हिजो समयमै निस्केर हिजो पुगिसक्थ्यो यता। आज हिजो दिउँसो बेलुका 2 चोटिको गरेर गर्दाखेरि अलिक ढिला भयो। 10-11 अनि ढिलाइ भयो सोच्यो भन्दा अलिकति ढिलाइ भयो। त्यही त अब हाम्रो त जस्तै कि चाहिँ प्लानिङ चाहिँ हाम्रो 7-8 दिनको आज हामी त्यहाँ काठमाडौँ पुग्नुपर्ने थियो है। फेरि एउटा चाहिँ के भन्दाखेरि हाम्रो स्पट चाहिँ के भन्दाखेरि थप्यो नि त।
होइन कारणले लम्बियो पनि र अर्को चाहिँ एउटा भनेको गाडीको कारणले एक दिन लम्बियो लम्ब्यो दुई दिनै लम्ब्यो नि लम्बियो हामी आइतबारसम्म पुग्छौँ आइतबारसम्म घर पुग्छौँ होइन आइतबारसम्म पुग्नेछौँ हेरौँ के कस्तो हुन्छ अब बाटोमा होइन ओके अब केटाहरू खोइ अब हेलो 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 गुड मर्निङ के छ जिल्ला गोरेटोमा गोटेमा ठिक छ अब लुगा लाग्दैछ मोमोको याद आएर यसो दैलेखको बिहान दैलेख होइन मोमो 120 को मोमो मासु सहित ल तयार गरौँ अब यसो यहाँ चाहिँ अलिकति 1-1.5 घन्टा घुमौँ होइन बढीमा 2 घन्टा घुमौँ त्यसपछि हामी चाहिँ बर्दियातिर लाग्नेछौँ हेरौँ के कस्तो हुन्छ ल तयार गरौँ ल चाँडै ओके यस्तै छ अब यहाँ चाहिँ के हुँदैछ त अरे के हो थाक्ली बुढा गुड मर्निङ ट्याङ्की हुँदैछ ल ठिकै छ ट्याङ्की गर्नु चाँडै निस्कियो भने चाहिँ चाँडै पुगिन्छ हाम्रो डेस्टिनेसनमा फटाफट गरिहालौँ अब चट्ट लाएर गइहाल्नुपर्छ यहाँबाट हिँडिहाल्नुपर्छ सानो प्याक गरेर केटाहरू त यता अब गर्दैछन् तयारी एउटा चाहिँ के भन्दाखेरि कोठा चाहिँ माथि हो हाम्रो चट्ट लाएर केटाहरू उठे कि उठेनन् यसो हेर्नु पऱ्यो नि के अब समय उठ्दैनन् अब थकाइ लागेको छ ल ओछ्या त एकजना त ल के हो यो ल हामी यहाँ फ्रेस भएर यहाँ पुरा दिइसक्यौँ होइन कस्तो गना यहाँ के हो यो धुँधुनी गना छ त यार यहाँ के हो यो के गरेर आयो यो सुर्खेत वीरेन्द्रनगर 10 दैलेख चौक बुलबुले सुर्खेत आजको रात बसेको हाम्रो यो होटेल एउटा रिजनेबल प्राइसमा पाउँछ यहाँ होटेल है तर केटाहरू चाहिँ अब एकदम तयार अवस्थामा छन् लाएर त्यहाँको तात पानी यसो खाँदैछन् होइन साउन्ड मिलाउँदैछन् यहाँ यो चाहिँ टक्क लाएर हाइवे यताबाट पनि हामी दैलेख जान सक्छौँ यताबाट पनि दैलेख जान सक्छौँ भने हामी यो बाटो भएर पनि कर्णाली राजमार्ग भेट्छौँ र त्यहाँबाट पनि हामी जान सक्छौँ यता भयो पूर्व पूर्व अब यहाँबाट हामी पहिला सुरुमा हामी घण्टाघर जान्छौँ घण्टाघर त्यो बजारमा चाहिँ यसो चिया नास्ता गर्छौँ त्यसपछि घण्टाघर भएर हामी बुलबुले ताल हाम्रो ठ्याक्कै यसो पछाडि छ त्यहाँबाट चाहिँ माथि यतातिर काँक्रे बिहार त्यहाँबाट देउती बजे मन्दिर भएर चाहिँ ठ्याक्क लाएर हामी फेरि मेन हाइवेमा भेटेर हामी चाहिँ कोलपुरतिर लाग्छौँ र कोलपुर पुगेपछि हामी त्यहाँबाट पूर्व पश्चिम राजमार्ग समातेर महेन्द्र राजमार्ग समातेर हामी आज चाहिँ बर्दियातिर लाग्छौँ सबैजना छन् यहाँ तयारी अवस्थामा छन् यो चाहिँ हाम्रो स्टिकर यसो सम्झना स्वरूप कल्लार होटेल आइसको यस्तो छ अवस्था ल चट्टलार चाहिँ अब लङटुर जानु पऱ्यो भने चाहिँ यसो सम्पर्क गर्दा हुन्छ है हाम्रो गाडीलाई अब यो हाम्रो होटेल गाइसको गाडी हो है चट्टलार चाहिँ सम्पर्क गर्न सक्नुहुँदैछ है तपाईँहरू कोही कतै जाँदै हुनुहुन्छ भने कुनै पनि सेरोमनीको लागि कुनै पनि लामो यात्रा तथा छोटो यात्राको लागि सम्पर्क सक्नुहुनेछ
डल्लाएर मैले हाम्रो नम्बर पनि यहाँ मेन्सन गरिदिएका छौँ। गाडी चाहिएमा चाहिँ सम्पर्क गर्नु होला है त। हामी चाहिँ आएर पुगेर आइसक्यौँ। आज हाम्रो 8औं दिन। अहिले हामी चाहिँ नि सुर्खेतको घण्टाघरतिर लाग्दैछौँ। अब घण्टाघरमा यसो एकछिन बस्छौँ, त्यसपछि चाहिँ नि यहाँ चिया चाहिँ नास्ताको व्यवस्था छ भने चाहिँ हामी चिया नास्ता गर्छौँ। के रिटर्न जानु पर्यो? पैसा दिनु पर्दैन नरहेछ। छिरामा पनि पैसा दिनुपर्ने क्या हो बसमा भित्र? पठाऊ हो क्या? पठाऊ त्यो पठाऊ हो क्या? गाडीको लागि यो चाहिँ बस पार्क है, सुर्खेतको बस पार्क। सुर्खेतको बस पार्क यस्तै हो। यात्रामा छिर्दाखेरि जति सम्झि तापनि बुलबुले होटेल बुलबुले ताल। ओके सुर्खेततिर घुमिरहेछौँ हामी चक्करका चक्कर होइन। 1000 रुपियाँले चक्करका चक्कर लगाइदिएको छ। हामी चाहिँ यहाँको चाहिँ घण्टाघर के कस्तो मात्रै छ यसो हेर्नु भनेर जाँदैछौँ। घण्टाघरलाई यसो हेर्छौँ, जान्छौँ, त्यसपछि बुलबुल तालतिर जान्छौँ हामी। यहाँबाट हामी सायद सिधा बाटो यता रङ्गशाला। यो चाहिँ रङ्गशाला हो रहेछ। रङ्गशाला कि के हो? पुरा एक्सर्साइज गर्दैछ केटाहरू, पुरै खेलाडीहरू। यो रङ्गशाला रहेछ यहाँको। रङ्गशाला चाहिँ हो नि होइन? यहाँ बिहान लाइन छ। यो शिविरमा के हो? भुटानी शरणार्थीहरू जस्तो छ यिनीहरू। शरणार्थी जस्तो त देखिँदैन। शिविरमा जे भयो चलिरहला अब त्यो ढक्का लाएर। के घण्टाघर चाहिँ यहाँ छ है, डक्का यही हो घण्टाघर, सुर्खेतको घण्टाघर। हामी चाहिँ भित्र छिरेनौँ। पार्क रहेछ त्यहाँ, घण्टाघर पार्क। अब चिया खानु त छैन हो त्यहाँ? कोही चिया खान्छ हो? प्रसन्न जाउँ त्यो बुलबुल तालतिरै जाउँ। तिनीहरूले बुलबुल ताल आउनु भनेर कल गर्नु त। त्यही छ नि। भण्डारी होटेलमा के खाजा खाने भयो क्या? खेल्ला त्यो त हामीले अघि नै देखाएन भने तिमीलाई खोजेर बस्छ भने के खुलेन? जाउँ त बुलबुल ताल जाउँ त। बुलबुल ताल जाउने बुलबुल ल बुलबुल ताल जाउँ। के सोरुम के भयो त्यसको? त्यो हुनु खुल्ने खुल्दैन के खुलेन अरे? त्यो ब्रेक लाइन हो नि? कतै लागेको छैन? त्यो नोबलेसम्म लाग्दैन भने स्प्रे लाग्नुपर्छ। कहाँ भयो तपाईँ भाइ? त्यहाँ छ भाइ, त्यहाँ बनाउनु खोज्यो तिमीको सकिनु हुन्छ। स्प्रे छैन? स्प्रे हाल्ने हुन्छ र? स्प्रेले उ गर्छ क्या, डब्लुडी हाल्नुपर्छ। डब्लुडीको स्प्रे हाल्ने अनि एकछिनमा त्यो खिया काट्छ क्या, त्यसले त्यस्तो डब्लुडी एउटा किन्नु नि त। जाउँ त बत्ती हाल्छौँ अनि बुलबुल ताल जाउँ न त। अनि फेरि आउँला नि त होइन? भुइँ हुन्छ त एक डेढ घन्टा। अरू बुलेट बाइकको चाहिँ के ब्रेक लाएन अरे। अनि यहाँको चाहिँ सोरुम चाहिँ नि वर्कसप 8 बजे मात्र खुल्छ भन्न सुन्नेमा आयो होइन। 10 मिनट यतै बस्ने हो कि के उता जाने हो? अनि यतातिर चिया आएर 8 बजे खुल्छ भने कति बजे? 8 बज्नु लाग्यो त नि।
7:53 भयो कि चिया खाने गरेर खुल्छ कि भइरहेको होइन के खाने भाइ चिया खाने एकै ठाउँ भयो चिया खानेसम्म खुल्छ के गर्ने चिया होइन त्यही गरौँ त यतातिर यसो त्यहाँ चिया खाउँ ल हुन्छ ल उता अलिकति लैजाउँ चिया खान त्यति कस्तो गइहाल्छ होइन त्यहाँ गइहाल्छ अनि के तरिका के हो यो अलि माथि हिँड न तरिका के हो यो ट्याक बिच बाटो रोक्ने कुन यो म सोधेर आउँछु चिया पाउँछ पाउनु त्यहाँ यो सोरुम खुलेर के हो भने वर्कसप खोल्नु पऱ्यो त एकछिन म अब ल ओके घण्टाघर चट्ट यो चाहिँ रोयल इनफिल्डको चाहिँ नि सोरुम 8 बजे मात्र खुल्छ अरे यता हाम्रो गाडी गरेर गुडिरहेको छ यता केटाहरू हेरिरहेको छ चिया सोधे हुन्थ्यो अब चियापान गरौँ भनेर यतातिर यसो हेर्दैछौँ चट्ट सुर्खेत यो बनाउनु पर्ने वर्कसपमा गएको आफै नभए चाहिँ अब यहाँ 9 बजे खुल्ने त किन टाइम वेस्ट गरिराख्ने होइन ठ्याक्क बुलबुल तारतिर गएर ठन्सका जेन्स मलाई भण्डारी होटेल होटेलले सुटेको होला What is? 200 meters at the roundabout, take the first exit onto Karnali Highway, NH03. अझै हेर्छ यो मायो यहाँ भिडियो गर्छ नि त म्याप कस्तो गल्ती हुन्छ र बालको पनि साइड बारेछ होइन त्यता किन हान्थ्यो हामी जाउँ Head southeast on NH03, Random Rajmarg. सुर्खेत बजारमा जस्तै कि घण्टाघर छेउमा चाहिँ के भन्दाखेरि एकचोटि चाहिँ मूत्र त्याग गर्छु भनेको हैन मूत्र शोधन गर्छु भनेको त्यहाँ दिएनन् जबकि मैले त्यहाँ बाथरुम देखेको थिएँ टोयलेट गर्ने शौचालय देखेको थिएँ तर पनि के भन्दाखेरि एकचोटि यसो मूत्र विसर्जन गर्छु भन्दाखेरि पनि दिएनन् छैन भन्ने देख्दा देख्दै जबकि मैले देखिरहेको छु त्यहाँ शौचालय यस्ताहरू पनि छन् नेपालमा जिन्दगी गोरेटोमा गाह्रो छ यसो मान्छेहरूको साह्रो गाह्रो नबुझ्नेहरू पनि छन् अब चाहिँ हामी यहाँ बुलबुल उद्यानमा चाहिँ हामी यसो प्रवेश गर्दैछौँ हेरौँ टिकट काउन्टर भनेर चाहिँ देखाएको छ अब गेट लगाइरहेछ त्यो गेट खोलिदिएको भए चाहिँ यसो छिराउँथ्यो हामी पनि बस त यहाँ पनि छ यो बसमा छिराउन लाग्छ त पिकनिक आज लाग्यो आज शनिबार हो शुक्रबार हैन हामी एउटै हो ग्रुप उद्यानभित्र छिराउन पनि टिकट काट्नु पर्दो रहेछ कतिको 20-30 रुपियाँ कतिको होला सर लाएर उद्यान रे त दायाँ बायाँ चाहिँ छ रहेछ जे पनि यसो यसोको बाटोबाट चाहिँ हिँड्दैछौँ बिस्तारै हामी हाम्रो केही साथीहरूले चाहिँ नि
टिकट काट्दै हुनुहुन्छ बाइकमा आएका मित्रहरूले गाइजहरूले। अब दायाँ बायाँ पिकनिक स्थल, यहाँ पिकनिक पनि हुँदो रहेछ शनिबार मात्र नभए अघि त्यो आएको बस पनि पिकनिक होला सायद होइन। शैक्षिक भ्रमण ल्या होला सायद। स्कुलको बच्चाहरूलाई अगाडि टिकटक बनाउँदैछन् चट्ट पारेर होइन। चलो छैया 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 चलो छैया छैया हो छैया छैया हो। यता चाहिँ नि पुरा फोटो सेसन हुँदैछ है चट्ट पारेर। स्कुलको जनता माध्यमिक विद्यालयको शैक्षिक भ्रमण ल सरक्क लाएर यहाँ कति समय बस्छौँ साथी हो हामी गाइज? 1 घन्टा 1 घन्टा 1 घन्टा एक्कै बस्छौँ होइन त? ठिक छ 1 घन्टा बस्छौँ हामी। यसो म चाहिँ पश्चिमाञ्चल लायन्स क्लबबाट निर्मित यो चाहिँ नि शान्त होइन एउटा रमणीय ठाउँ रहेछ। पानी दिइरहेको छ त पुरै होइन पुरा लाइनबद्ध रूपमा अनुशासित होइन गर्दै गइरहेछन्। कालमै जान्ला होला नि यिनीहरू पनि। यहाँको वातावरण चाहिँ नि रमाइलो रहेछ, शान्त रमाइलो है, मनलाई नै आनन्दित गर्ने खालको रहेछ। सुर्खेतमा पनि राम्रो खालको पार्क निर्माण भएको रहेछ। यो बिहानको समयमा यहाँ मर्निङ वाक गर्नको निमित्त, त्यसै गरी चाहिँ नि यसो घुमघाम गर्नको निमित्त, अनि त्यसै गरी पिकनिकको लागि पनि यहाँ पिकनिक स्पटहरू पनि निर्माण गरिएका रहेछन्। त्यो चाहिँ एकजनाको 25 रुपियाँ लाग्ने रहेछ। 25 रुपियाँ चाहिँ तपाईँको प्रवेश शुल्क लाग्ने रहेछ बुलबुल तालमा। अब पिकनिक गर्नको निमित्त चाहिँ अब के कति लाग्छ त्यो चाहिँ हामीले जानकारी पाएनौँ होइन। र पक्कै पनि अब यहाँको स्थानीयहरू त आउनेला यहाँ पिकनिक होइन, टाढा टाढाबाट त आउनेला पक्कै पनि। र सामान्य रूपमा चाहिँ हामीले भन्नु पर्दाखेरि यहाँ प्रवेश शुल्क चाहिँ 25 रुपियाँ लाग्ने रहेछ बुलबुल ताल सुर्खेतमा। यता चिप्लो छ अरे यो पुरै त्यसबाट बनाएको रहेछ फलामबाट होइन, पाइपबाट। त्यो कारणले गर्दाखेरि चिप्लो रहेछ। यो चाहिँ भाडा रहेछ, चिप्लो रहेछ। यता 5 धारा रहेछ, ढुङ्गे धारा, 5वटा ढुङ्गे धारा सरक्क लाएर। अनि यो चाहिँ ताल रहेछ, बुलबुल ताल होइन। यो ताल निर्माण हुँदो रहेछ भर्खर। ताल त पुरानै हो तर चाहिँ के भन्दाखेरि त्यो पुनः निर्माण गरेको होला सायद। यसमा बारसार लगाउने यताउति। यो ताल चाहिँ प्राकृतिक ताल नै रहेको रहेछ, प्राकृतिक ताल नै। यो वालमा लगाइरहेको यो बुलबुल ताल नै हो कि होइन कन्फ्युज लाग्यो, किनभन्दाखेरि उता बार लागेको छ। यो चाहिँ प्राकृतिक ताल नै जस्तो लाग्यो। रमाइलो छ यहाँ है, शान्त वातावरण छ बिहानको समय। हामीले त अहिलेसम्म चिया पानी गरेको छैन। हाम्रो त्यो बुलेटको चाहिँ यो चाहिँ बुलबुल ताल। अब बोटिङहरू त खुलेको छैन होला सायद। त्यसो त केटा बोटिङ गर्ने होइन त? बोटिङ गर्ने होइन त केटा? ल बोटिङ गर्ने भयो भनिहाल्नु है।
पूर्व जानकारी गराइहालौँ। यो ताल चाहिँ 4 रहेछ तर यो ताल चाहिँ 4 रहेछ होइन अब ताल चाहिँ अलिकति 4 रहेछ। अब तालमा चाहिँ यसरी चाहिँ फालेका छन् है। ओ चाहिँ के भन्दाखेरि मान्छेहरूको चाहिँ अज्ञानता भन्ने कि हेपाई प्रवृत्ति भन्ने कि यस्तो चाहिँ के भन्दाखेरि तालहरूलाई चाहिँ समेत गर्नुपर्ने हो कि खासमा। अब यो तालको चाहिँ के भन्दाखेरि तपाईँको हेर्नु त यहाँ यो शुल्क उठाएको के को लागि होला यो सायद होइन व्यवस्थित बनाउँदै हो कि के हो त्यति व्यवस्थित देखिएन ताल। उद्यान पार्क चाहिँ नि तपाईँको रमाइलो छ तर जुन मेन बुलबुल ताल भनेको छ यो त्यो चाहिँ नि अलिकति व्यवस्थापन चाहिँ नभएको देखियो है हाम्रो त्यस नजरमा छ नि। बोटिङ त गर्ने भनियो कति पैसा लिने हुन् के कस्ता हुन् है। अब यो बोट बोरा बुलबुल ताल सुर्खेत ब्रान्च भनेको छ है यो त कम्पनीको होला। अब एरिया चाहिँ यस्तो छ यहाँको सामान्यतया है। अब साथीहरू आउँदैछन् यहाँ टक्क पारेर भेरी एक्साइटेड भएर बोटिङ गर्ने भनेर होइन। अब आफ्नै कहानी छ छुट्टै कहानी छ है। अब यहाँ पुरा तयारी अवस्थामा छ। अच्छा प्राइस त्यसको 200 एकजना कति 4 राउन्ड लाउनुस् 4 राउन्डको 200 रुपियाँ। एक राउन्डको 50 रुपियाँ पर्यो। यसको के इन्फर्मेसन यतातिर दिदो एकदम मक्क हुनुहुन्छ त। ओहो कोही लाउन नपाएको जस्तो लाग्यो खुसी भएको म त एकदम खुसी है। कहाँ देखाउनु भयो? हामी बबई 4 कुरुलधारा देखि। ए बबई देखाउनु भएको? हापुरे। ए यो के यो बोटिङ गर्छु नै भनेर आउनु भएको? हजुर। ए बुलबुल तालमा बोटिङ गर्छु नै आउनु भएको? हजुर। ओहो एकदम तपाईँ त खुसी देख्नु भएछ ल है राम्रोसँग गर्नु होला है। यहाँ दिदीहरू हुनु रहेछ पुरै तालमा चाहिँ बबई देखाउनु भएको रहेछ है। तालमा बुलबुल तालमा चाहिँ यसो बोटिङ गर्छु भनेर। ओके पासा हो खोइ त अनि भित्र बोटिङ गर्ने होइन त आज नगर्ने? ओ कुरा ट्रस्ट हुनु पऱ्यो। याद आउँछ बोटको नाम सुने बिजुली यसमा होमवर्क गर्ने उ त्यो पनि हो होमवर्क गर्ने त्यो पनि हो सुरसुर कामे बुढा यही हो भोट गर्ने सुरसुर कामे बुढा त्यही हो होइन। यो तालको बारे के जानकारी छैन रहेछ क्या एउटा हुनुपर्छ होइन कति मिटर कति गहिराई कति लम्बाइ के हो केही छैन। 4 रन गर्ने 200 रुपियाँ अरे 4 रन पनि कसरी गर्ने छेउछेउ लाग्ने हो कि कस्तो है? अब पहिला यसो मान्छेले यो एउटा गएको हेरौँ होइन। यो त हाम्रो रानी पोखरी जति पनि छैन यार यो त। तौडा एकदम ठुलो छ नि तौडा त कति ठुलो छ होइन। पोखरीमा पानीमा बोटिङ गरेपछि नाम बुलबुले ताल किन भयो? बुलबुल अब यहाँको अब स्थानीय सोध्नुपर्छ यिनीहरूलाई थाहा हुँदैन। बोट बोर सुर्खेत ब्रान्च बरु नारायण नदीमा गर्ने मजा आउँछ। सकेछ 200 रुपियाँ पाक्यो 200 रुपियाँ पाक्यो।
पुरा छाला आएछ समुद्रमा छाला आस्ते 20 रुपियाँ सक्यो होइन ड्राइभर साहब पूरा बोट ड्राइभर पाइलट अगाडि राखेर चढाउनु पर्ने बन्द अगाडि राखेर चढाउनु पर्ने कस्तो हुँदो रहेछ बोटिङ गर्दाखेरि डर लाग्यो अब रमाइलो हुन्छ होला है 200 रुपियाँ बाँकी होइन त फेरि बस्नु न फेरि एक राउन्ड बाँकी छ भने बस्नु न 4 राउन्ड गर्नु पर्छ 4 राउन्ड ठ्याक्कै गर्ने कि 1 राउन्ड 2 राउन्ड भनेर ल अर्को टिम जाँदैछ नि बोर्डिङ गर्न ल ल हामी बनाइदिन्छौँ ल चट्ट बोटमा चाहिँ 6 जना कति गइरहेछ यो 8 फिट very exciting. Orang घुम्यो र अनि गरेछ एकचोटि अहिले हामी बुलबुल तालमा छौँ यो ताल यो बुलबुल उद्यानमा प्रवेश शुल्क भनेको 20 रुपैयाँ रहेछ 20 रुपैयाँ प्रति व्यक्ति त्यसपछि तपाईं मोटरसाइकलमा आउँदै हुनुहुन्छ भने चाहिँ 10 रुपैयाँ पार्किङ चार्ज गाडीमा आउँदै हुनुहुन्छ भने सानो जीपको चाहिँ 35 रुपैयाँ दिने रहेछ है यहाँ चाहिँ स्कुलका विद्यार्थीहरू चाहिँ पिकनिक आएको हुनुपर्छ यो आज एक्साइटेड छन् है पिकनिक भनेपछि त्यही हो एक्साइटेड हैन हामी पनि हाम्रो स्कुलको जीवनमा चाहिँ पिकनिक भनेपछि एकदम एक्साइटेड हुन्थ्यौँ त्यसै गरी चाहिँ बुलबुल तालमा ट्याक्स लाएर पिकनिक आइछन् स्कुलैबाट के हो यहाँ के हो स्रोत बुलबुल तालको स्रोत यही हो मेन यो बुलबुल ताल भनेको यो किन चार यता भनेर यो चाहिँ तपाईँको चाहिँ नेचुरल है त्यो धाराहरू चाहिँ पछि बनाएको तर चाहिँ यसको स्रोत बुलबुल ताल बुलबुल पानी आउने कारणले गर्दाखेरि यसलाई फेरि बुलबुल ताल भनेको धाराहरू चाहिँ बुलबुले 10 धारामा लुगा धुन र नुहाउन निषेध गरेको छ ताल हो
लाएर यो चाहिँ तपाईँको चाहिँ बुलबुललारको मेन स्रोत है, मुख्य स्रोत। यहाँ चाहिँ तपाईँको चाहिँ पानी उम्रिने रहेछ अनि यहाँबाट चाहिँ तपाईँको यही पानी चाहिँ उता तालमा जाँदो रहेछ। मुख्य स्रोत भने चाहिँ यो रहेछ, यहाँबाट चाहिँ पानी उम्रिने रहेछ है। झ्याम बजाउँदैछ बिहानको चिया नास्ता है, बुनोट जेरी है, टक्कलाएर जेरी पुरी बजाउँदैछन्। अब त्यहाँ तरकारी आउँछ, त्यसपछि टक्कलाएर एक बम आउँछ, त्यसपछि झ्याम्म लाएर है झ्याम्मा खाने केटाकेटी हो फेरि आज तरकारी यहाँ चाहिँ रेडी हुँदैछ है। यहाँ चाहिँ मिठो पाइन्छ तरकारी चट्ट पारेर ल सुर्खेतमा दिदी हुनुहुन्छ है, एकदम मिठो बनाउनुहुन्छ। लास्ट टाइम रारा जाँदाखेरि यहीँ खाएर गएको थियौँ, अब फेरि आज यहाँ फर्केर यहीँ खाँदैछौँ। त्यो बम अन्डा टक्कलाएर तयार हुँदैछ। यहाँ चाहिँ खाना पनि बन्छ है चट्ट पारेर। यो रहेको छ चेतन नास्ता पसल एन्ड घर, वीरनगरपालिका 10 खजुरा सुर्खेत है। हामी चाहिँ यस्तो सामान्य होटेलमा खाइरहेको छौँ है टक्क पारेर। अहिले चाहिँ हामी काँक्रे बिहार जाँदैछौँ, सुर्खेतको काँक्रे बिहार। यो स्थान चाहिँ नि सुर्खेत हाइवे जुन त्यो छ मेन हाइवे, त्यहाँबाट 2.5 किलोमिटर रहेको छ है। र यहाँको सडक त अब पुरै नगरौँ होइन, राम्रै छ एकदम, गुणस्तरयुक्त सडक नै छ भनौँ होइन। सम्म ठाउँ भएको कारणले गर्दाखेरि रोड पनि राम्रै हुन्छ प्रायः, एक ठाउँमा खाल्डा पनि छ। काँक्रे बिहार जाँदैछौँ, जङ्गलको बाटो, जङ्गली एरिया पुरा। जङ्गलमा मरे साल पनि आउनु सक्छ है। अनि जङ्गल सवारी भइहाल्यो नि, बर्दा जाने र अब सवारी हो यही होइन। च्याट्ट पारेर ल च्याट्ट पारेर 20 रुपियाँ लिने रहेछ। अनि जङ्गलको बाटो भने यस्तो छ। अहिले म सोध्नुपर्छ कि नि 20 रुपियाँ केको लागि भनेर होइन। बाटो त ध्वस्तै छ त तपाईँहरूको। अनि ले बिग्रेको ल ल ल के हो यो शुल्क चाहिँ के को लिएको होइन, यो बाटो निर्माण होइन होइन, यो फ्रेस अक्सिजन यो त प्रकृतिले दिएको हो नि त यो त होइन। खासमा जस्तै कि त्यहाँ शुल्क उठाउने भनेको चाहिँ जस्तै कि यसको संरक्षण लागि भयो होइन। अब त्यसको भौतिक पूर्वाधार चाहिँ के भन्दाखेरि निर्माण गर्ने होइन, त्यसलाई मर्मत समार गर्नको लागि लिने हो नि खासमा। तर बाटो हेर्नुहोस् त यहाँ आमामा भत्किएको छ, टालेको छैन होइन। यो हिसाबमा त के भन्दाखेरि त्यो शुल्क लिएको त कुनै अर्थ भएन नि। यो हामी काँक्रे बिहार जाँदैछौँ है, सुर्खेतको काँक्रे बिहार। म कुरा गर्दै थिएँ शुल्क, प्रवेश शुल्कको। आज भोलि जहाँ पनि तपाईँको के भएछ भन्दाखेरि व्यापारीकरण भएको छ होइन। यो त जङ्गल भनिसकेपछि त एउटा चाहिँ के भन्दाखेरि सार्वजनिक स्थल भयो होइन। अब यस्तो छ बाटो होइन, यहाँ त के भन्दाखेरि प्रवेश निःशुल्क हुनुपर्ने हो, जो पनि जानु पाउनुपर्ने हो नि होइन। कि नभए यो चाहिँ निकुञ्जभित्र पढ्नु पऱ्यो, यो निकुञ्जभित्र पक्कै पनि पर्दैन होला होइन। अब परे पनि के भन्दाखेरि त्यो शुल्क उठाइसकेपछि के हुनुपर्छ भन्दाखेरि यस्तोमा यो बाटो भत्केको होइन, यस्तो चाहिँ बोल्नु पर्ने हो नि। तर के भन्दाखेरि त्यो शुल्क उठाएर त के भन्दाखेरि खल्ती भर्ने मात्रै काम भयो है। तर के भन्दाखेरि अब सार्वजनिक टोयलेटमा पनि यहाँ पैसा लिनु होला सायद, यहाँ यता सार्वजनिक टोयलेट छ पुरै चट्ट कुरा बसेको छ होइन। अब यो चाहिँ मन्दिर भयो, टक्कलार मन्दिर परिसर आइपुगेका छौँ हामी। काँक्रे बिहार मन्दिर परिसर आइपुगेका छौँ है। यो चाहिँ नि जहाँ टक्कलार चाहिँ नि गाडी निकाल्यो हो कि त्यो पछि। अहिले हामी चाहिँ काँक्रे बिहार आएका छौँ।
सुर्खेत काँक्री बिहार यहाँ प्रसिद्ध गाह्रो रहेछ बाटो त्यहाँबाट ए बाइकलाई गाह्रो हुनेछ त गाडीलाई त गाडीको त ठाउँ छैन होला के छ कहाँबाट आएको तिमीहरू कहाँ भोजपुर हंसपुर सुर्खेत के आएको पिकनिक आएको तिमीहरू पिकनिक आएको कि शैक्षिक भ्रमणमा आएको अनि खोइ त कवि कलम खोइ त शैक्षिक भ्रमण भएपछि त गाडीमा यहाँ आएर टिपोट गर्नु पर्यो नि त ए फेरि म्याडम सरसँग आउने ओके यो चाहिँ नि सुर्खेत स्थित काँक्री बिहार है शिखर शैलीमा बनाएर रहेछ यो चाहिँ यो पनि एकदम शान्त ठाउँ गार्डन प्रवेश नगरौँ पुरा युनिक स्टाइल रहेछ यो होइन पुरै ढुङ्गामा कुदेको बुट्टाहरू है आमा कला शिल्पकला पुरै ढुङ्गाबाट बनेको रहेछ यो ढुङ्गाबाट बनेको छ चारैतिर यो पुरै ढुङ्गाबाट वरिपरि हरिया घाँसहरू अहिले हामी यो सुर्खेत स्थित काँक्री बिहारमा आएका छौँ मेन रोडबाट लगभग 4 किलोमिटरको दूरीमा रहेको काँक्री बिहार आफैमा एउटा सुन्दर उपमा रहेको छ हैन र यो चाहिँ यसो हेर्दाखेरि शिखर शैलीमा बनेको छ हैन शिखर शैलीमा बनेको मन्दिर रहेछ यहाँको वातावरण कुरामा पर्दाखेरि शान्त है शान्त वातावरण छ ठ्याक्क जङ्गलको बिच भागमा रहेको छ काँक्री बिहार ओके यहाँबाट जानकारी छ काँक्री बिहारको बारेमा यो काँक्री बिहार सिन्जा जुम्ला इलाका साम्राज्यको राजा अशोक चल्लले विक्रम सम्वत 1325 तिर बनाएका थिए उनको शासन यो चाहिँ काँक्री बिहार भित्रीको अवस्थित छ यस्तो शैलीमा बनाएको चाहिँ माथि मण्डला जस्तो पुरा यसरी बुद्ध परिसर तस्वीर
फोटो सेसन हुँदैछ यहाँ चाहिँ केटाहरूको ल स्टाइल में रहने का माथि हेर देखो ओके लाइट वाला सनलाइट वाला सनलाइट काँक्रे बिहार फर्किँदै काँक्रे बिहारबाट हामी काँक्रे बिहारबाट रेलिङ माथि चढ्न र वारपार गर्न मनाइ छ है जिन्दगी गोरेटोमा हैन कस्तो मैले भर्याङमा ओर्लिन मनाइछ भने भर्याङबाट ओर्लिन मनाइछ टक्क लाएर तपाईको सामान छुट्यो कि सामान छुट्यो कि तपाईको होइन सामान के छ तपाईको सामान छुट्यो कि रे ल चाहिँ काँक्रे बिहार काँक्रे बिहार काँक्रे बिहार ले भएको नि क्या यहाँनिर बस्नु पर्ला जस्तो एकचोटि यहाँ ग्रुपै बस्नु अहिले चाहिँ हामी देउती बजै मन्दिर जाँदैछौँ सुर्खेतमा अवस्थित देउती बजै मन्दिर त्यति होला देउती बजै पुल Turn left, then your destination will be on the left. Here is your destination, देउती बजै मन्दिर हामी सुर्खेतको देउती बजै मन्दिर आइपुगेका छौँ अहिले यसो सुर्खेतलाई यसो एक्सप्लोर गर्ने क्रममा छौँ र अब हामी यो सुर्खेत स्थित यो जुन यो देउती बजै मन्दिर छ यो दर्शन गरे पश्चात चाहिँ अब हामी सरासर लाग्नेछौँ आफ्नो बाटो भनेको बर्दिया नेसनल पार्कतिर लाग्नेछौँ लगभग 3 घण्टाको बाटो रहेको छ अब अहिले 12 बजेको छ देउती बजै मन्दिर यसमा पनि त्यो बान्ने रहेछ यसरी यसरी बाँध्यो भने चाहिँ के हुने हो र यो के थाहा छ हजुरलाई सबै बाँध्छ मलाई स्थानीयहरूलाई फोटो खिच्नु मिल्छ मिल्दैन हेलो सुर्खेत स्थित देउती बजै मन्दिर है अब यसको विशेषता के रहेको छ भन्दाखेरि तपाईँ मन्दिरभित्र छिर्ने बित्तिकै तपाईँले चाहिँ जे इच्छा गर्नुहुन्छ होइन जे कामना गर्नुहुन्छ त्यो चाहिँ पुरा हुने होइन यस्तो किसिमको दैवी शक्ति होइन भएको मन्दिर मानिन्छ जहाँबाट चाहिँ तपाईँको पहिलो इच्छा जे छ त्यो चाहिँ मनमा राखेर चाहिँ तपाईँ भित्र प्रवेश गरेर देवीलाई चाहिँ झुकेको खण्डमा चाहिँ त्यो इच्छा पुरा हुने छ भन्ने कुरा चाहिँ यहाँ भनिएको छ होइन र पहिलो सुरुमा चाहिँ यो गणेश मन्दिर भयो होइन यसलाई चाहिँ के भन्दाखेरि तपाईँको फर्स्टमा यसलाई दर्शन गरिसके पश्चात अनि तपाईँको चाहिँ यता यो भनेको चाहिँ बिहे गर्ने ठाउँ भयो होइन बिहे यताउति गर्ने ठाउँ भयो र यता पनि यो सिद्धा विष्णु भगवान् र यो देउती बजै मन्दिर यसरी छ भने परिसर चाहिँ यस्तो रहेको छ परिसर चाहिँ हेर्नु पर्दाखेरि देउती बजै मन्दिरको परिसर र यता चाहिँ नि शनिदेव होइन यो दशरथ हाल्ने शनिदेव रहेको छ यो चाहिँ मेन रोडबाट लगभग 2 किलोमिटरको दूरीमा रहेको छ है यो हाइवेबाट मेन हाइवेबाट 2 किलोमिटर छैन हारेगा
Hey. Stari. Kankara. Yo चाहिँ नि भेरी पुल. फेरि पुल तरेर सर हामी यता जाँदैछौँ राइट साइडमा यो चाहिँ नि नदी तलाएर स्वस्थ जीवन दीर्घायुको कामना बाटो हाम्रा बाइकको यात्रा देशको नक्सामा छौँ नयाँ अध्याय सपना छौँ भौतिक नभए नि त्यही आमाले भनेको यो माटोपनबाट सपना भने साथी 10जना यहाँ सँगै यात्रा गरौँ जति हुँदैछ घाम पनि उकालो ओह्रालो सँगै पार गरौँ नेपालको कुना कुना जानै पर्छ फोटो फाइल आउँछन् सँगै मस्तीमा टिप्स दिन्छौँ साथीले लम्बा रस्ता मुटुमा राखेर एक अर्कालाई साँझ पर्नु अगाडि ठाउँ नयाँ खोजाम धेरै कुरा छ जिन्दगीले सिकाइ यसरी नै अगाडि हाम्रो यात्रा जारी सपना देख्नै पर्छ आँखा खुल्ने गरी नेपालै परे सबैको प्यारो घर साथी सपना भने साथी 10जना यहाँ सँगै यात्रा गरौँ जति हुँदैछ घाम पनि उकालो ओह्रालो सँगै पार गरौँ
बस्ती पंख लगाएर आउँछौ हामी मोमबत्ती बाटो भेट्छौ जसले बनाउँछ नयाँ दिशा साना सिमाना भरि सबको सम्पूर्ण विश्वास अहिले चाहिँ हामी ठ्याक्क लागेर चाहिँ नि यो कर्णाली पुलमा है कर्णाली पुलमा छौँ चिसापानीमा छौँ अघि बिहान हामीले सुर्खेतबाट यात्रा सुरु गरेका थियौँ सुर्खेतबाट यात्रा सुरु गरेर अहिले हामी बेलुकाको लगभग 6 बजेतिर यहाँ यो कर्णाली आइपुगेका छौँ दुई ठाउँमा चाहिँ तपाईँको चाहिँ टाइम कार्ड लाग्यो होइन यो बर्दन नेसनल पार्क छ दुई ठाउँमा टाइम कार्ड लागेको कारणले गर्दाखेरि अलिक ढिलो आउनु परेको कारणले गर्दाखेरि हामी यतिखेर बेलुकातिर चाहिँ हामी यहाँ पुगेका छौँ कर्णाली हाम्रो यात्रा दैलेखमा चाहिँ के भन्दाखेरि 24 घण्टा एक दिन बम्बिन गएको हो अब शनिबार चाहिँ घरमा फर्किने घर बसी अब यहाँ कर्णाली आएका हौँ हामी स्पेसली चाहिँ बर्दन नेसनल पार्क घुम्ने भनेर सफारी जङ्गल सफारी गर्ने भनेर अब हेरौँ आज यहाँ बस्छौँ हामी आजको रात यहाँ बस्छौँ भोलि बिहान चाँडै नै उठेर हामी 7 बजे यो नेसनल पार्क खोज्छ भन्ने कुरा आएको छ 6 बजे यहाँबाट हिँडेर हामी यहाँ जस्तै कि यो वरिपरि फेरको चाहिँ केही दृश्यहरू कैद गरेर हामी चाहिँ नि यो बर्दिया राष्ट्रिय निकुञ्ज जान्छौँ र त्यहाँ हात्ती सफारी या तपाईँको चाहिँ नि जङ्गल सफारी यो तपाईँको गाडीमा यो गर्नेछौँ जानेछौँ लगभग चाहिँ 4-5 बजीतिर नै हामी चाहिँ नि होटल खोजेर बस्नेछौँ जहाँ पुगे पनि है त्यो समयसम्म चाहिँ जहाँ सुकै तपाईँको चाहिँ नि पुगे पनि त्यहाँ चाहिँ होटल खोजेर बस्नेछौँ त्यो रात त्यहाँ बिताउनेछौँ भने त्यसपछि भोलिपल्ट जाने आइतबार बिहानै हामी चाहिँ निस्किनेछौँ बिस्तारी र साँझ लगभग चाहिँ 3-4 बजीतिर नै घर पुग्ने हिसाबमा चाहिँ र आजको रात बस्नको निमित्त चाहिँ हामीले यहाँ हाम्रो होटल बुक गरिसकेका छौँ जस्तै कि ठ्याक्क चिसापानी चौकैमा रहेको गरेर आइसकेपछि चौकैमा रहेको चाहिँ एउटा होटल रहेको छ यहाँ चाहिँ हामी टुरिस्ट गेस्ट हाउस लम्कीचुवा 3 चिसापानी कैलालीसम्म आयो है यहाँ चाहिँ टक्क सेपुवा पाउँछ होइन माछाको टक्क सेपुवा पनि छ अब यहाँतिर चाहिँ प्राइस हो होटलमा चाहिँ खानाको रेट भनेको 200 रुपियाँ है सादा खाना 200 रुपियाँ र तपाईँ चाहिँ माछा खानुहुन्छ भने चाहिँ नि 150 रुपियाँ भनेको मतलब 350 मा मजासँग चाहिँ नि खान पाइन्छ अनि पुरा राति कता पुगेर आओ राति कता पुगेर आओ फोन गरेको सामाखुसी करिडर बनाउला के गर्ला समाधान खुलाउँदै सामाखुसी करिडर हामीलाई पहिले फोन खुल्छ ल अब तपाईँ चाहिँ के भन्दाखेरि यात्रा गर्दै हुनुहुन्छ भने चाहिँ यहाँ बस्न सक्नुहुन्छ है अब कलाएर मिलाएर दिनुहुन्छ दिस वान इज द रुम माछा यहाँको लोकल माछा हो यो